सानी सानी थियौ नानी पहिले त मुखमा हेर्नै लाज लाग्यो अहिले त सान पाको छु हिराको के छ खबर धादिङैतिरको परिवार नसेरो फेरै भो मनी धादिङ नगाको धेरै भो साइनो जोड्नु मन मिल्छ जोसँग अहिले त बसी छौ कोसँग पिरमानेर भाथेमा बिचरी सेलाई सक्यो हल्ली र खल्ली अब हुनु पर्दैन बिचल्ली सिंगाउँदैन आउँदैन जुरो के थियो छोरी हल्लाको खास कुरो काखमा हुर्केकी छोरी कुरा काटे मन थाम्ने कसरी हुन्न अङ्कल हल्लालाई सुन्न छोरी ज्ञानी भएसी के हुन्न कस्तो होला माइती घर छोड्दा चिन्ता हुने चारतिर नाम जोड्दा छु बाठी छौ चलखी म त देख्छु सधैँकी बालकी बच्चैदेखि देख्नु भो सुरुमा फरक हुन्छ चेली र गुरुमा पढाइ कस्तो चल्दैछ कमला यति भन्छु जिन्दगी सम्हाला प्रकट गर्या हो छोरी नसोच्नु है अङ्कलको कमजोरी मेरो पछि धेरैको लाइन छ सोध पुछ गर्न त पाइन्छ थोरै हर्ष बढ्या छ आज कस्ती पाउलिन् छोरीले ज्वाइँराज छोरीले छत्र बिहे भएको 2 दिनमै छोडपत्र सक्छु मैले खाना घर गरी के थाहा मलाई राख्छ कि राम्ररी साँच्चै छोरी आशिषै लाए त कस्तो हुन्थ्यो सोचेको पाए